नमस्कार कृषकहरू। कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरको अनलाइन सिकाइ प्रणालीमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी आलु बालीको रोपण विधि र झार व्यवस्थापनका बारेमा छलफल गर्नेछौँ। कृषकहरू, यस भिडियोमा तपाईहरूले निम्न विषयमा जानकारी पाउनुहुनेछ। आलु बालीको रोपण विधि, झारपातको परिभाषा एवं परिचय, झारपातले आलु बालीमा पार्ने असरहरू, आलु बालीमा देखा पर्ने प्रमुख झारहरू, झारपात व्यवस्थापनका तरिकाहरू। दर्शकहरू, अब हामी एक एक गरी यी विषयमा छलफल गर्नेछौँ। आलु रोपण। आलु बाली रोप्नको लागि वर्तमानमा स्थान विशेष जलवायु परिवर्तनले निम्ताएको असरलाई मध्यनजर गरी रोप्ने समय निर्धारण गर्नु उपयुक्त हुन्छ। रोप्ने समय निर्धारण गरेपछि बिउ आलु रोप्नको लागि साधारणतया दानाको तौल अनुसार प्रति हेक्टर 1.5 देखि 2 मेट्रिक टन बिउ आवश्यक पर्दछ। आलु रोप्ने दूरी, फलाउन चाहेको आलुको साइज, लगाउने सिजन, माटोको मलिलोपन जस्ता कुरामा भर पर्दछ। ठूलो दाना फलाउनको लागि ड्याङदेखि ड्याङको दूरी 60 देखि 70 सेन्टिमिटर र बिउदेखि बिउको दूरी 25 देखि 30 सेन्टिमिटर राखेर रोपिन्छ भने मध्य साइजको दाना फलाउनको लागि ड्याङदेखि ड्याङको दूरी 60 सेन्टिमिटर र बिउदेखि बिउको दूरी 20 देखि 25 सेन्टिमिटर राखेर रोपिन्छ। आलु रोप्दा ड्याङ बनाएर लाइनमा रोप्नु पर्दछ। आलु लगाउँदा टुसालाई माथि फर्काएर लगाउन राम्रो हुन्छ। अब हामी टिपिएस विधिबाट आलुको बिउ उत्पादन गर्ने प्रविधिबारे छलफल गर्नेछौँ। आलुको बियाबाट आलु खेती गर्नको लागि आलुको बिया ब्याडमा जमाई त्यस पश्चात मुख्य खेतमा बेर्ना सारेर वा ब्याडमा नै बिरुवा हुर्किन दिई आलु उत्पादन गर्न सकिन्छ। मुख्य खेतमा बेर्ना सार्दा बिउ आलु रोपे जस्तै जग्गा तयार गरेर सोही दूरीमा रोपेर आलु उत्पादन गर्नुपर्दछ। नर्सरी ब्याडमै ससाना आलुका दाना उत्पादन गर्न बिया रोपिएको नर्सरी ब्याडमा बोटहरू हुर्किन दिई आलुका दाना उत्पादन गरिन्छ। नर्सरी ब्याडको साइज 1 मिटर चौडा तथा आवश्यकता अनुसारको लम्बाइ हुनुपर्दछ। साधारणतया सतहको माटोमा विभिन्न रोगका जीवाणुहरू, किराहरू तथा घाँसको बिउ तथा जरा हुने भएकाले नर्सरी ब्याड तयार गर्दा 10 सेन्टिमिटर सतहको माटो हटाई नजिकैको अर्को ठाउँबाट 2 फिट तलको माटो झिकी सडेको कम्पोस्ट मल बराबर मात्रामा मिसाई नर्सरी मिश्रण तयार गर्नुपर्दछ। प्रति वर्ग मिटर ब्याडमा DAP 17 ग्राम, युरिया 12 ग्राम, पोटास 17 ग्राम मल राखेर राम्रोसँग मिसाउनु पर्दछ। बिया रोप्दा लाइनदेखि लाइन 20 सेन्टिमिटर र बिउदेखि बिउ 10 सेन्टिमिटर हुनुपर्दछ। टिपिएस प्रविधिबाट बिउ आलु तयार गर्नको लागि 8 वर्ग मिटरको ब्याडमा करिब 1.5 ग्राम बिउको आवश्यकता पर्दछ र यसबाट लगभग 28 देखि 30 किलो बिउ आलु तयार हुन्छ। यी आलु आकारमा केराउको दाना भन्दा केही ठूला हुन्छन्। यिनलाई आगामी वर्ष बिउको रूपमा प्रयोग गरी खायन वा बिउ आलु उत्पादन गरिन्छ। आदरणीय दर्शकहरू, यहाँ अब आलु खेतीमा झारपात व्यवस्थापन बारे छलफल गर्दछौँ। झारपातको परिभाषा एवं परिचय। सफल आलु उत्पादनको लागि प्रभावकारी झार व्यवस्थापन धेरै महत्त्वपूर्ण अङ्गहरूमध्ये एक हो। आलु रोपेको खेतबारीमा आलुको बिरुवा बाहेक अन्य कुनै पनि अनावश्यक बिरुवा उम्रेमा त्यसलाई झार भनेर भनिन्छ। झारपातले आलु बालीमा पार्ने असरहरू। आलु रोपेको खेतबारीमा उम्रिने झारपातले आलु बालीसँग प्रकाश, पोषक तत्व, पानी र ठाउँको लागि प्रतिस्पर्धा गर्छन् र आलुका हानिकारक रोग, किराहरूलाई वासस्थान उपलब्ध गराइराख्दछन्। झारको गम्भीर प्रकोपले आलु उत्पादन घटाउँछ र उपज कम गुणस्तरको हुन आउँछ। दर्शकहरू, अब हामी आलु बालीमा देखा पर्ने प्रमुख झारहरूका बारेमा छलफल गर्नेछौँ। आलु बालीमा देखा पर्ने प्रमुख झारपातहरू। आलु बालीमा विभिन्न प्रकारका झारहरू देखा पर्दछन्। बालीमा देखिने झारहरूलाई यहाँ देखाइए जस्तो चौडा पाते र साँगुरो पाते गरेर 2 समूहमा विभाजन गरेर हेर्न सकिन्छ। आलु बालीमा देखा पर्ने प्रमुख झारहरूमा गन्धे, लुडे,
कृष्णनील, सत्यनाशी, वेथे, बन्तोरी, चम्सुरे, बनरायो, दुधे, भाङ, दुबो, मोथे, कोदे झार, सावा आदि झारहरू देखा पर्दछन्। दर्शकहरू, अब हामी आलु बालीमा देखा पर्ने झारपातहरूको व्यवस्थापन एवं नियन्त्रण सम्बन्धमा छलफल गर्नेछौँ। आलु बालीमा देखा पर्ने झारपातहरूको व्यवस्थापन। सफल आलु उत्पादनको लागि प्रभावकारी झार व्यवस्थापन धेरै महत्त्वपूर्ण अङ्गहरूमध्ये एक हो। आलु बालीमा देखा पर्ने झारपातहरूको व्यवस्थापन सर्वप्रथम बाली व्यवस्थापनमा ध्यान दिएर गर्न सकिन्छ। बाली व्यवस्थापन अन्तर्गत बाली छिटो छिटो वृद्धि गराउने, उचित मात्रामा मलखाद प्रयोग गरेर बोटको घनत्व कायम गर्ने, राम्रोसँग जमिन तयारी गरेर बिउ रोप्ने, बिउ रोप्दा राम्ररी टुसाएको बिउ रोप्ने, रोप्दा एक नासले लाइनमा रोप्ने, ठिक समयमा रोप्ने, बाली चक्रमा घुम्ती बाली अपनाउने, खेतमा सरसफाई कायम राख्ने कार्यहरू गरेर झारपात व्यवस्थापन गर्न सकिन्छ। यहाँ प्रस्तुत गरिएका बाली व्यवस्थापनका विधिहरूबाट झारपात व्यवस्थापन गरिएमा वातावरण सन्तुलन कायम रहन्छ, जलवायु परिवर्तनका कारण पर्ने असरहरूलाई न्यूनीकरण गर्न सकिन्छ र माटोको उर्वरा शक्ति कायम राख्नमा मद्दत पुग्दछ। बाली व्यवस्थापनबाट झारपात नियन्त्रण हुन नसकेमा भौतिक तथा यान्त्रिक विधिहरू अपनाएर नियन्त्रण गर्न सकिन्छ। यस विधिमा हातले उखेलेर, कुटो कोदालोले गोडमेल गरेर, ठूलो औजारहरू प्रयोग गरेर, आगो लगाउने वा पानी जमाउने कार्य गरेर झारपातहरू व्यवस्थापन गरिन्छन्। आलु रोपेपछि छापो, मल्चिङ नदिएको आलु बालीमा कम्तीमा 2 पटक गोडमेल गर्न आवश्यक हुन्छ। आलुको बोट 15 देखि 25 सेन्टिमिटर अग्लो भएपछि पहिलो पटकको गोडाई गर्ने काम गरिन्छ र पहिलो गोडाई गरेको 15 देखि 20 दिनपछि दोस्रो गोडाई गरी उकेरा दिने एवं झारपात हटाउने कार्य गरेर झारपात व्यवस्थापन गर्न सकिन्छ। आलु रोपिसकेपछि सुकेको घाँस, पात पतिङ्गरहरूले छापो दिने गरेमा झार कम उम्रिने भएकाले झार व्यवस्थापन हुन जान्छ भने छापोले गर्दा चिस्यान बचाइ राख्नमा पनि सहयोग पुग्न जान्छ। आलु बालीमा झार आउन नदिन विभिन्न सतर्कता अपनाउँदै पनि आर्थिक रूपले बालीमा ठूलो नोक्सानी हुने गरी खेतबारीमा झारपात देखा परेमा अन्तिम हतियारको रूपमा रासायनिक विषादी प्रयोग गर्न सकिन्छ। रासायनिक विषादीमा क्लोमाजोन 360 ग्राम र आइसोक्जाफ्लुटोल 75 ग्राम खास बीज प्रति हेक्टेयरको दरले प्रयोग गर्न सकिन्छ वा पेन्डिमेथालिन वा अल्क्लोर 1 किलोग्राम खास बीज प्रति हेक्टेयरका दरले प्रयोग गर्न सकिन्छ वा प्रोपानिल 90 देखि 120 लिटर प्रति हेक्टेयरको दरले छर्न सकिन्छ। खेतबारीमा विषादी प्रयोग गर्नुभन्दा अगाडि अनिवार्य रूपमा नजिकैको कृषि शाखा वा कृषि विज्ञहरूसँग सल्लाह लिएर मात्र प्रयोग गर्नु पर्दछ। कृषकहरू, यस कक्षामा हामीले आलुको बिउ रोपण र झारपात व्यवस्थापनका बारेमा छलफल गर्यौं। माथि उल्लेखित प्रविधिहरूमा ध्यान पुर्याउन सकेमा आलु बालीको खेती सफलतापूर्वक गर्न सकिन्छ। यस कक्षाको सन्दर्भमा यहाँहरूलाई कुनै जिज्ञासा वा प्रश्न भएमा हामीलाई प्रणालीको कमेन्ट सेक्सनमा गएर राख्न सक्नुहुनेछ। यहाँहरूका सुझावले हामीलाई यी पाठ्य सामग्री परिमार्जन र थप गुणस्तरीय बनाउन सहयोग हुनेछ। धन्यवाद। नमस्कार।